नमस्ते। आज चाहिँ हामी पार्वती घुम्न जाँदैछौँ। न्यू इयरमा चाहिँ साथीहरू नहुने कारणले गर्दा अहिले नै हामी घुम्न जाँदैछौँ। यसो भिडियोहरू हेरिदिनु होला। जाने हिँड्नु दिने दिन जाँदैनन् ए ल जाऊँ ल। अब हामी चाहिँ लाग्न लाग्यो। साथीहरू चाहिँ कोही आउने कोही नआउने भएछ। कामै भयो होइन, अगाडि भएपछि के हराउनु जाने भनेर के अरे ल केही भएन आन्टी ठिक छ। यहाँ साथीको घर आएको खै साथी त आउँदै आउँदैन निस्किँदैन। यो मान्छे त भुस भएर बसेछ। ल यहाँ आइरहेछ। मलाई फोन किन्न उठाएको कपडा लगाउँछु त। ओ के छ दोस्त? कपडा लाग्ने मान्छेले छ्या बुटोलको यस्तै छ हेर। ट्राफिक जाम त्यस्तै छ, केही छैन। यहाँ त सब फाल्टो बनाइदिइरहेको छ, बाटो ब्याग छ, यस्तै छ। यहाँ चाहिँ अलिक गतिलो चाहिँ छैन, अथवा हुने होला, परिक्रिया होला, राम्रो हुने होला। मरिगाम चाहिँ A1 छ बाटो, यताको चाहिँ हुँदैछ। यताको चाहिँ अब हुन त ठिकै हो, उता हाम्रो घरतिर लेखि त ठिकै हो, राम्रै हो। तर त्यही पनि अलिक भएको छैन भनौँ। तिनीहरू चाहिँ गइसक्यो, त्यस्तै वरपर भइहाल्छ। बाटो चाहिँ हाम्रो अब छोराछोरीको बालीमा कम्प्लिट होला जस्तो छ साँगेर देख्दै। पुरै टोटल्ली नेपाल अधिराज्यभरि भनौँ न कम्प्लिट हुने यहाँनिर। नत्रै त्यही पनि अलिक यस्तो छैन। छोराछोरीको पाला पनि हुन्न, अब यस्तै नेताहरू भयो भने त्यही लागि पैसा त आउँछ के अरे, तर के गर्ने अब सरकारले खाइदिइहाल्छ, च्याम पारिहाल्छन्। कतै नयाँ मान्छेहरू हुनुहुन्छ भने चाहिँ यस्तो अलि सर हेर्नु होला यो भिडियो। अनि त्यसपछि चाहिँ यता छ बस पार्क बुटोलको। अब सधैँ हामी त अब यहीँ बासिन्दा भयो, हामीलाई यहीँ थाहा छ। बस पार्क चाहिँ ठ्याक्कै लेफ्ट साइडमा छ। यो चाहिँ हामीले अब नयाँ बस पार्क भन्ने चिन्ने गरिन्छ। पुरानो चाहिँ अलि माथि हो, त्यो चाहिँ अब त्यहाँ छैन। यहाँ ट्याक्सीहरू चाहिँ लगातार छ। अब गाडीहरू टिकट काट्ने यता सब यहीँभित्र छ। यता चाहिँ हाम्रो लुम्बिनी हस्पिटल भनौँ न, सरकारी हस्पिटल भनौँ, एकदम राम्रो होला। यहाँ चाहिँ अब निर्माण अब हुँदैछ भनौँ, नयाँ नयाँ बनाउँदैछ। बिल्डिङहरू भनौँ भत्काउने गर्ने त्यस्तै भइरहेछ। उहाँ चाहिँ ठुलो क्रेन देख्न सक्नुहुन्छ होला, किनकि यो सामानहरू चाहिँ यसो ओसार पसार गर्नलाई चाहिँ सजिलो होस् भनेर यो हालेको यो क्रेन हो। अरू चाहिँ यस्तै छ बाटो भनौँ। ट्राफिक चाहिँ बिचरा खटिनु भएको छ आफ्नो काममा। यता चाहिँ प्याक भयो भनौँ न, यस्तै छ। हेरेर छ यो पावर सम्बन्धी नै हो, यस रिपेयरहरू गर्छ यो ठाउँमा। यहाँ छ हाम्रो पिटिआई। मैले कोर्स कम्प्लिट गरेको चाहिँ यहाँ हो पिटिआई, बुटोल टेक्निकल इन्स्टिट्युट। यो ठुलो सिद्ध बाबा भनौँ न, पहिलो सिद्ध बाबा यहाँ हो। यता चाहिँ पाल्पा स्टार्टिङ भयो यहाँदेखिबाट, पाल्पाको गेट रहेछ। दाजुको फेस हेरेर थाहा भइसक्यो कस्तो देखियो दाजुलाई। म चाहिँ अब यस्तो धुलो सुलोबाट बच्नको लागि चाहिँ टोपी सोपी लगाएर चस्मा चस्मा लगाएर हिँडेको। यहाँ चाहिँ धुलोहरू लास्टै छ, के गर्ने लास्टै रहेछ यहाँ त धेरै त जाम भने हान्ने कि डर सुचाउँदा छेर्न फेरि सुस्ता सुस्ता परेको। यतातिर ट्रक छ, उतातिर डिपर छ, के गर्ने हो भन्न खोजेको। फेरि मेरो पछाडि चाहिँ टिप्पर छ, अगाडि चाहिँ ट्रक छ है। फेरि अर्को नबुझ्नु होला।
हामी खासमा घुम्नुको रिजन चाहिँ मलाई सुरुमा भनिसकेको थिएँ। अब हाम्रो चाहिँ अब भनौँ न साथीसँग चाहिँ खासै अब भेट अब हुँदैन नै भनौँ, केही टाइमको लागि भनौँ कि अब केही वर्षको लागि भनौँ कि हामी सधैँ चाहिँ न्यु इयरमा चाहिँ घुमिरहेको थियौँ। अब सधैँ गइरहेको थियौँ भनौँ न, घुम्नलाई गइरहेको थियौँ न्यु इयरमा। अब यो न्यु इयरमा चाहिँ अब साथीहरू चाहिँ कम हुँदैछन्। अब साथी अब जापान जाने तर्फमा छन्, त्यो भएर चाहिँ हामी अब न्यु इयरमा जानुभन्दा अब अहिले साथीसँग गएपछि रमाइलो पनि हुन्छ भनेर हामी जान खोजेको। ओभरटेक गरिरहेको छु, के गर्नु उतातिर झन् अहिले छिरायो के भन्नु। अब यहाँ चाहिँ हाम्रो अब भनौँ न हामीले पूजाहरू गर्ने यताउता गर्ने चाहिँ यहाँ हाम्रो पाल्पाको सिद्ध बाबा एकदम मानिएको ठाउँ मन्दिर उहाँ हुनुहुन्छ, उहाँपट्टि जिउ चलाइराख्नुपर्छ भन्नु भन्दैन। यहाँ चाहिँ मन्दिर हेर्नुहोस् सिद्ध बाबा। हाम्रो चाहिँ सुरुङ मार्ग अझै पनि काम बनिए भन्दा चाहिँ कम्प्लिट त भएको हो, तर चाहिँ अझै पनि काम भित्र चलिरहेको। वर्षमा चाहिँ एकचोटि चाहिँ गरिराखेको हुन्छ, तर कसरी मर्छ त मलाई पनि थाहा होइन। तर चाहिँ के कारणले तर हामी जाँदाखेरि छिर्न दिँदैनन्, तर कसै डुब्छन् त्यो कुरा पनि हुन्छ होइन साथी। तर हामी जाँदाखेरि छिर्न दिँदैन आँखा नाच्छ, तर हामी जाँदा छिर्न नदिने। तर फेरि अरू कसरी मर्छन् त फेरि डुबेर लाग्छ नि। हामी चढ्दैछौँ माथि माथि, कहाँसम्म जान्छ ल केटाहरू पनि आउँदैछ मजाडीबाट। यो चाहिँ मराङकोट जाने बाटो, हामी चाहिँ जाँदैछौँ। फाइनली तर चाहिँ दुःख गरी तर हामी चाहिँ घुम्नको चक्करमा खानेकुरा नै ल्याउने बिर्सेछ हामी। त्यतिकै अब मासु भात खाएर आएको अरे यार। ए मैले त बिहान मात्रै खाना खाएर यति मात्रै खाना खाएर आएको। त्यतिकै यार अब भोकै बस्नुपर्ने स्थिति आयो। के व्रत बसे जस्तो भन्दा नि बिहान त खाएको, त्यस दिन अब भोक लाग्ने बेला भएछ। अब यहाँ डुलेर चाहिँ खानु पर्ला, अब के अन्त अब तलै गएर खानु पर्ने भयो। हामी चाहिँ नास्ता चाहिँ अब ल्याइन नि त, त्यही भएर चाहिँ यतातिर चाहिँ स्कुल रहेछ। स्कुलमा चाहिँ पाइन्छ कि केही क्यान्टिनहरूमा छ भने चाहिँ केही पाइन्छ कि भनेर हो कि यसो गाई होइन यार, ठिक छ केही भएन। खानेकुरा चाहिँ केही ल्याइन। अब आइयो थिएन, अब एकचोटि आइयो भनौँ न, त्यसै भागभुग त्यहाँ गए पनि जहाँ जाँदा पनि के ठिक छ ल, केही भएन। केही छ जस्तो गराउँछन् टिकटकमा भिडियो हेर्दा होइन, तर केही हुँदैन। हेर केही हुने यार, हेर तिम्रो दोस्त राजा ल यतातिर यहाँ त बुङ्गुर होइन र, बुङ्गुरको खोरमा हामी किन आएको र? यहाँ बुङ्गुरको खोरमा किन आउने हामी यहाँ? तेरि भएन नि यो, उतातिर जाऊँ न स्कुलतिर। माथि हो के टुप्पैतिर हो। के कुरा भन्नु छ? झन्डा सन्डा लाइक शेयर सब्सक्राइब अघि चाहिँ स्कुल भनेर गएको त बुङ्गुरको खोर पो भएछ त। केटाहरूले माथि माथि लिएर गएछन्, दोकानै रहन्छ त। यो त स्कुल मात्र छ त, यता छ स्कुल। जाऊँ न तल,
आइसक्यो अब झाँची होइन स्कुल मात्रै छ यार यहाँ त अन्की त रहेछन् के अरे हुन त खानेकुरा त घरदेखि बोकेर ल्याउँछन् होला है त्यही त के 5 कक्षासम्म चाहिँ कहाँ यस्तो गर्छ अन्त पैसा त किन युज गर्नु चाहिँ लाँदैन घरदेखि लिएर आउँछन् होला कि त्यस्तो लाग्यो यो होइन नै बक्कै होइन यो त स्कुलै हो यतातिर हुन्थ्यो अब सोध्न नि अब अप्ठ्यारो लाग्यो र तल त्यही त ल भइज छैन अब के गर्ने अब सानो स्कुलमा क्यान्टिन हुन्न अब हाम्रै गल्ती अब सोचिएन अब घुम्नको चक्करमा सही हो ठिक छ के भएन अब चस्मा लाउँछु नि ए चस्मा ए के भएन यसै एनसीसम्म तिमी यार यसो मार्क्स खोल्दै भए झनै हुन्थ्यो के अरे ल मार्क्स खोल्यो भने त तिम्रो सब्सक्राइबर पनि भएको छ त्यस्तो भन्ने नि गाह्रो छ ए त्यहाँ त केही छैन यार पढाउने ठाउँ मात्रै छ उहाँ बाउ र आमाको कुरा भइरहेछ उहाँ चाहिँ खै के भएको मन बाइक चाहिरहेको मलाई त्यहाँ यो चाहिँ स्कुल हजुरको उता त स्टाइल भयो अन्त भाउजूलाई पठाउने होला कि फेरि रमाइलो छ भनौँ यस्तै यस्तै हिँडिरहेछ दिनेशमा के हो अलि गर्मीवाला फिल भयो जस्तो लाग्यो यसो खोलिदिएँ केटाहरू चाहिँ हिँडिसके 3 जना उतातिर छन् दिनेश रमा मात्रै दिनेश पनि फाडी छन् यिनी खै के गर्दैछन् ल छिटौ ल फेरि यो चस्मा लगाइदिनु किन्ने म त चस्मा त लगाएको भन्दा नि माथि हटाएको ल दिनेश अब यतातिर साइडमा के भयो त्यहाँ कपल्सहरूले हामी जस्तो सिङ्गललाई जिस्काएको हाँसमा मात्रै हिँडेको थाक म देख्न सकेन ए उसले त मैले यस्तो अगाडि गर्थेँ नि भिडियो उसले भिडियो किनभने भिडियो आइदियो भने साइडमा गएको के केटी त ए ए म यस्तो अगाडि तेर्सा थिएँ नि त उसले भिडियो बनायो भनेर ला के अरे अनि साइडमा गयो कि गीत ए भरे के भने छोड्यो यस्तै हो अब हामी सिङ्गलको जिन्दगी होइन सरङकोट भने पनि जे भने पनि टुप्पा भनौँ न यही हो उहाँदेखि दुःख गरेर आइयो तर चाहिँ हुने चाहिँ केही छैन भ्यू चाहिँ राम्रो हुँदो रहेछ यस्तो यता वातावरण चाहिँ एकदम बबाल पाहाडहरू हरियाली भनौँ न हरियाली सुकेको फुकेको सबै चिज देखिँदो रहेछ राम्रो छ यस्तो छ केटाहरू चाहिँ अगाडि अगाडि गइरहेछन् ठिक छ म चाहिँ पछाडि छु कोही पनि हुँदो रहेछ दामी हुँदो रहेछ यतै जानु मिल्छ ल हामी त जाऊँ न त हामी चाहिँ भरदेखि टपदेखि नभए तलदेखि जाऊँ न डाइरेक्टली घुमेर घुमी सारा हेर्दै भ्यू गाउँहरू रहेछ के अरे खानेकुरा त पाइन्थ्यो होला अरे तर के गर्ने पाइएन ल यस्तै छ अब आयो भनौँ हामी जुन बाटो हिँड्छ त्यो बाटो हाम्रो लागि रास्ता हुन्छ के ल फाइनल्ली यही हो सरङकोट भने नि जे भने पनि हाम्रो चाहिँ कार्यक्रम सकियो घुम्ने कार्यक्रम ल हिँड्दैछ केटाहरू ल यहाँ त काले दादा जस्तो देखियो म त ल अघि आउँदा पनि राम्रो भएछ त म काले काले देखिए हेर त म त झन् भन न ल अन्त यो कालेलाई त एउटा कालीले त हेर्ला नि यार सही हो यसो काले साथीलाई आइफोनबाट गोरु निकालिदिन्छन् ए त्यसपछि त कुन चाहिँ केटीले हेरिदिने होली त भन त ल कमेन्टमा अब हामीलाई पनि हेरे भइहाल्थ्यो के अरे अब छैन नि त्यही पनि अब ला अब
तिमी जस्तोको छैन भने त मेरो खुट्टा भए जुत्ता जति पनि आउँछ भन्छन् कि तर एउटा जुत्ता पनि पाइए होइन अझ त चोर्न पर्यो नि चोर्न पर्ने हो क्या चोर्न जुत्ता चोर्न पर्छ अहिलेको जमानामा त अहिलेको जिन्दगीमा चोर्नै पर्ने जस्तो स्थिति रहेछ फुल हेर्नुहोस् भाइयो दुईटा मर्यो भने के तेरा कर मुझे घायल है अरे हम तो मामूली से गायक थे हामी चाहिँ यहाँ तल झरना हेर्नलाई चाहिँ आइरहेछौँ यता गरेर यता गाह्रो छ कता कता हो कता कता हो ल हामी फाइनली आइयो लाइटिङ बढी भएछ जाने क्या आउने यार मलाई धान्नु मन छ यार ए मेरी आमा ल फाइनली हामी चाहिँ यहाँ भनौँ न नयाँ स्टेडियम जान लागेको ग्राउन्ड छ बबाल छ भनौँ क्रिकेट स्टेडियम भनौँ ल यो स्टेडियम बन्दै गइरहेको इन्टरनेसनल म चाहिँ घर आइसकेँ अनि साथीहरू चाहिँ आफ्नो घर गयो उहाँ स्टेडियममा चाहिँ लास्ट इयर भिडियो चाहिँ स्टेडियममा थियो त्यसपछि भिडियो चाहिँ उहाँ मोबाइल अफ भयो अनि त्यसपछि घर आइयो नुहाइदियो गरिदियो अनि भर्खर अब सुत्न लागेको ल आजको भिडियो चाहिँ अन्त्य गर्न चाहन्छु हस्त नमस्ते जय नेपाल